सबैजनालाई नमस्ते। हजुरहरू सन्चै हुनुहुन्छ भन्ने मैले आशा गरेछु र म पनि सन्चै छु है। तर मैले आज तपाईहरुको लागि गाइड हैन त्यहाँ नगर प्रहरी के हेरेर बसिरहेको सागसब्जीहरू बेच्न राखेको ठेलामा सरकारले के गर्नु भएन, उनीहरूलाई कानुन दिनु भएन। ब्याङ्क त्यहाँ काम गर्नु यो पठामुर्ख यही मन्दिर क्षेत्रमा काम गर्ने सम्झिनु के रहेछ आइडी होइन घाँटीमा झिम्ने रहेछ। त्यसले नगर प्रहरीको काम यो हो र बोल्नु नहुने बोलेको छ जाऊ भन्ने हो र समाजमा पो गर्नु त कारबाही कसले गर्ने हो सेयर गरेर जस्तो नगर प्रहरीको के काम सेयर गरेर सुदन गुरुङसम्म पुगेर चाहिँ यसले तुरुन्तै हाम्रो लगाएर जेलमा कोचेर गाइड होइन बुवा सम्बन्धको अब त्यहाँ नगर प्रहरी के हेरेर बसिरहेको के गर्नु मजाले हेरेर सेयर गरेर मेन्सन सुदन गुरुङ आज तपाईँहरूले गएर जेलमा पस्नु पऱ्यो अहिले जतिको सेयर गर्नु यो मैले हेर्न सकिनँ। मैले हेर्न सक्ने यो तपाईँको उयो आमा नै हुन सक्नुहुन्छ त्यस्तै पुग्नेहरू मन्दिर जस्तो ठाउँमा यो काठमाडौँ जस्तो ठाउँमा होइन नगर प्रहरीको काम यो हो र अन्याय मैले हेर्न सकिनँ। जाऊ भन्ने हो र समाजमा पो गर्नु त यो सेयर गर्नु जस्तो नगर प्रहरीको के काम हजुरहरूले यो जति हुन्छ सेयर गरिदिनुहोस्। यसलाई तुरन्त कारबाही कानुनमा जे छ कानुनमा दफामा के जे लेखेको छ यसलाई त्यही कानुन चाहिँ गाइड होइन हाम्रो जुनसुकै हामी अब त्यहाँ नगर प्रहरी के हेरेर बसिरहेको